नमस्कार भाइ बहिनीहरू। सदा चाहिँ आज म कक्षा 8 को सामाजिक विषयको इकाइ 6 हाम्रा आर्थिक क्रियाकलापहरू अन्तर्गतको पाठ 2 मा रहेको नेपालका वित्तीय संस्था शीर्षकको पाठका सम्पूर्ण अभ्यासहरू लिएर उपस्थित भएको छु। यो इकाइबाट जम्मा 3 वटा प्रश्नहरू आउनेछन् परीक्षाका लागि, जसमा अति छोटो उत्तर आउने 2 वटा प्रश्नहरू, हरेक प्रश्नको 1 अङ्कका दरले 2 अङ्क र एउटा लामो उत्तर आउने प्रश्न 5 अङ्कको रहनेछ। हवस् त अब लागौँ यसका अभ्यासहरूतर्फ। प्रश्न 1 मा अति छोटो उत्तर आउने प्रश्नहरू रहेका छन्। वित्तीय संस्था भनेको के हो? जनताले बचत गरेको रकम निक्षेपको रूपमा स्वीकार गर्ने, आवश्यक परेको समयमा उक्त रकम फिर्ता गर्ने र व्यक्ति तथा संस्थालाई ऋण दिने संस्थाहरूलाई वित्तीय संस्था भनिन्छ। नेपालका कुनै 2 वित्तीय संस्थाको नाम लेख्नुहोस्। नेपालका कुनै 2 वित्तीय संस्थाको नाम यस प्रकार छन्: प्रभु बैंक, माछापुच्छ्रे बैंक। वित्तीय संस्थाहरूबाट प्राप्त हुने कुनै 2 सेवाहरू बताउनुहोस्। उत्तरमा वित्तीय संस्थाहरूबाट प्राप्त हुने कुनै 2 सेवाहरू यस प्रकार छन्: आफूसँग भएको रकम सुरक्षित गरेर राख्न सकिन्छ, आवश्यक परेको ठाउँमा जुनसुकै समयमा पनि झिकेर प्रयोग गर्न सकिन्छ। अर्को प्रश्न, मानिसले बैंकमा रकम जम्मा गर्नुका कुनै 2 कारण लेख्नुहोस्। मानिसले बैंकमा रकम जम्मा गर्नुका कुनै 2 कारणहरू यस प्रकार छन्: आफूले कमाएको सम्पत्ति सुरक्षित गर्न, ब्याज प्राप्त गर्न। प्रश्न नम्बर 9, वित्तीय संस्थाले हाम्रो जीवनलाई कसरी सजिलो बनाएका छन्? 1 वाक्यमा लेख्नुहोस्। हामीले कमाएको सम्पत्ति सुरक्षितसँग राखिदिएर, आवश्यक परेको बेला ऋण दिएर हाम्रो जीवनलाई सजिलो बनाएका छन्। नेपालको पहिलो बैंक कुन हो? नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड हो। यो विक्रम सम्वत 1994 मा स्थापना भएको थियो। अब अति छोटो उत्तर आउने प्रश्नहरू। यस प्रकारका प्रश्नहरू परीक्षामा भने आउने छैनन्, यहाँ अभ्यासका लागि दिएका हुन्। नेपालमा रहेका कुनै 4 वित्तीय संस्थाहरूको सूची तयार गरी ती वित्तीय संस्थाबाट प्राप्त गर्न सकिने सेवाहरू के हुन् लेख्नुहोस्। नेपालमा रहेका 4 वित्तीय संस्थाहरूको सूची यस प्रकार रहेको छ: माछापुच्छ्रे बैंक, सगरमाथा सहकारी संस्था, साङ्ग्रिला विकास बैंक। यी वित्तीय संस्थाहरूबाट प्राप्त गर्न सकिने सेवाहरू यस प्रकार छन्: आफूले कमाएको पैसा सुरक्षित गरेर राख्न सकिन्छ, घर बनाउन, व्यापार व्यवसाय गर्न, उद्योग सञ्चालन गर्न वित्तीय संस्थाले ऋण प्रदान गर्दछन्। वित्तीय संस्थामा राखेको रकम आवश्यक पर्दा जुनसुकै ठाउँमा पनि निकाल्न सकिन्छ। वित्तीय संस्थाबाट प्राप्त हुने कुनै 2 सेवाका बारेमा छोटकरीमा व्याख्या गर्नुहोस्। उत्तरमा वित्तीय संस्थाबाट प्राप्त हुने कुनै 2 सेवाहरू यस प्रकार छन्: 1 मा रकम जम्मा गर्न र झिक्न सकिने। बैंक लगायतका वित्तीय संस्थाहरूमा आफूले खर्च गरेर बाँकी रहेको रकमलाई खाता खोलेर जम्मा गर्न सकिन्छ। यसरी जम्मा गरेको रकम सुरक्षित हुन्छ। बैंकमा बचत गरेको रकम हराउने, चोरी हुने, आगलागी हुने डर हुँदैन। यस्तो रकम आफूलाई आवश्यक परेको समयमा झिक्न सकिन्छ। साथै बैंकमा जम्मा गरेको बचत रकमबाट ब्याज पनि पाइन्छ। विदेशी मुद्रा साट्ने कार्य। बैंकहरूले केन्द्रीय बैंकको अनुमति लिएर विदेशी मुद्रा साट्ने काम गर्छन्। हामीले डलर, भारतीय रुपियाँ आदि बैंकमा साटेर नेपाली रुपियाँ प्राप्त गर्न सक्छौँ। साथै नेपाली रुपियाँ दिएर विदेशी मुद्रा प्राप्त गर्न पनि सक्छौँ। अर्को ग नम्बरमा, विकास बैंक भनेको के हो? छोटकरीमा व्याख्या गर्नुहोस्। देशमा अर्थतन्त्रको एउटा निश्चित क्षेत्रको विकासका लागि स्थापना भएका बैंकहरूलाई नै विकास बैंक भनिन्छ। यिनीहरूको स्थापना एउटा निश्चित क्षेत्र जस्तै पर्यटन, कृषि, जलविद्युत आदिको विकासका लागि गरिएको हुन्छ। हाल नेपालमा स्थापना भएका विकास बैंकहरूले एउटा निश्चित क्षेत्रको विकासमा भूमिका खेल्नुका साथै वाणिज्य बैंकले गर्ने केही कामहरू बाहेक अन्य सबै कामहरू गरिरहेका छन्। अब लामो उत्तर आउने प्रश्नहरू जुन परीक्षामा 5 अङ्कको आउनेछ। वित्तीय संस्थाहरूबाट प्राप्त हुने सेवाहरू के हुन् व्याख्या गर्नुहोस्। उत्तरमा वित्तीय संस्थाहरूबाट प्राप्त हुने सेवाहरू यस प्रकार छन्:
रकम जम्मा गर्न र झिक्न सकिने। खर्च गरेर बाँकी रहेको रकमलाई वित्तीय संस्थामा लगेर जम्मा गर्न र आवश्यक पर्दा सजिलैसँग झिक्न सकिन्छ। ऋण प्राप्त गर्न सकिने। वित्तीय संस्थाहरूले व्यापारीहरू र संस्थाहरूलाई आवश्यक पर्दा ऋण उपलब्ध गराउँछन्। रकम हस्तान्तरण। ब्याङ्कहरूका माध्यमबाट टाढा रहेका साथीभाइ तथा आफन्तहरूलाई रकम पठाउन साथै अरूले पठाएको रकम प्राप्त गर्न पनि सकिन्छ। लकर सुविधा। गरगहना जस्ता बहुमूल्य सामानहरू बैंकमा सुरक्षित राख्ने लकरको सुविधा पनि प्राप्त हुन्छ। विदेशी मुद्रा साट्ने। बैंकहरू मार्फत आवश्यक पर्दा विदेशी मुद्रा साट्न पनि सकिन्छ। हाम्रो दैनिक आर्थिक क्रियाकलापमा वित्तीय संस्थाहरूमा कस्तो सहयोग गर्छन् संक्षिप्तमा प्रकाश पार्नुहोस्। उत्तरमा व्यापार व्यवसाय गर्नु, दैनिक रूपमा प्रयोग गर्ने वस्तुहरू खरिद गर्नु, रोजगारी गर्नु, कृषि कार्य गर्नु जस्ता कार्यलाई आर्थिक क्रियाकलाप मानिन्छ। यस्ता क्रियाकलापहरू गर्न वित्तीय संस्थाहरूले सहयोग पुर्याउँछन्। व्यापार व्यवसाय गर्दा ब्याङ्कहरूबाट आवश्यक परे ऋण निकाल्न सकिन्छ र व्यापार व्यवसायबाट कमाएको पैसा सुरक्षित तरिकाले राख्न पनि सकिन्छ। रोजगारी गर्दा बैंक मार्फत पारदर्शी किसिमले तलब पाउन पनि सकिन्छ। कृषि कार्यबाट प्राप्त गरेका आम्दानीलाई बैंकमा सुरक्षित राख्न सकिन्छ तथा आफन्तलाई पैसा आवश्यक पर्दा बैंकहरू मार्फत सरसापट दिन पनि सजिलो हुन्छ। वैदेशिक रोजगारीमा जाँदा अथवा विदेशमा भ्रमणमा जाँदा सजिलैसँग विदेशी मुद्रा साट्न सकिन्छ। पैसा नबोकिकन आफूलाई आवश्यक पर्ने सामग्री किनेर अनलाइन भुक्तानी गर्न सकिन्छ। हवस् त आजलाई यति नै। बाँकी अन्य अरू पाठका अभ्यासहरू लिएर उपस्थित हुनेछु। यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्नुहोला र भिडियो मन परेमा लाइक गर्न नबिर्सनुहोला। हवस् त। नमस्कार भाइ बहिनीहरू, आज म कक्षा 8 को सामाजिक विषयको इकाइ 6 मा रहेका हाम्रा आर्थिक क्रियाकलापहरू अन्तर्गतको दोस्रो पाठमा रहेको नेपालका वित्तीय संस्था शीर्षकको अभ्यासहरू लिएर उपस्थित भएको छु। यस इकाइबाट अति छोटो उत्तर आउने 2वटा प्रश्नहरू आउनेछन्, जसको अंकबार हरेक प्रश्नको 1 का दरले 2 हुनेछ र एउटा लामो उत्तर आउने प्रश्न आउनेछ, जसको अंकबार 5 रहनेछ। हवस् त अब लागौं यसका अभ्यासहरूतर्फ। अभ्यासमा प्रवेश गर्नुभन्दा अगाडि यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यदि भिडियो मन परेमा लाइक गर्न नबिर्सनु होला। हवस् त अब लागौं यसका अभ्यासहरूतर्फ। अति छोटो उत्तर आउने प्रश्नमा वित्तीय संस्था भनेको के हो? जनताले बचत गरेको रकम निक्षेपको रूपमा स्वीकार गर्ने, आवश्यक परेको समयमा उक्त रकम फिर्ता गर्ने र व्यक्ति तथा संस्थालाई ऋण दिने संस्थालाई वित्तीय संस्था भनिन्छ। खमा नेपालका 2 वित्तीय संस्थाको नाम लेख्नुहोस्। उत्तरमा नेपालका 2 वित्तीय संस्थाको नाम यस प्रकार छन्: प्रभु बैंक, माछापुच्छ्रे बैंक। वित्तीय संस्थाहरूबाट प्राप्त हुने कुनै 2 सेवाहरू बताउनुहोस्। उत्तरमा वित्तीय संस्थाहरूबाट प्राप्त हुने